हेलो साथीहरू, वेलकम ब्याक छ फेरि तपाईँहरूलाई मेरो नयाँ भिडियोमा हो। अब म त्यसलाई निभाइसकेँ, आजको छुट्टी निक्लेको हो र छुट्टी निक्लिँदा चाहिँ आज मेरो साथीलाई पनि भेटाएँ। यहाँनिर अल्बर्ट साथी हुनुहुन्छ, यहाँ प्रणित साथी, प्रभाकर अल्बर्ट साथी हाम्रो पनि आइपुगेको छ, बहिनी छेवाङ बहिनी पनि आइपुग्यो हो। जाउँ अपार्टमेन्ट, ल म अपार्टमेन्ट जाउँ एकछिन। ए ल ल, म केक र उयो लेखाउँछु ल त्यसमा। को बहिनी? ए ल ल, म त्यसो लिएर आउँछु ल। ल ल ल, यहाँ आउनु म एभरेस्टमा आउनु, लोकेसन पठाउ ल, म चिन्दिनँ फेरि एभरेस्ट। लु आजको छुट्टी चाहिँ त्यही हो, अब एक दिनको छुट्टी है, मजाले अब साथीहरूसँग इन्जोय गर्ने। लो फाइनली कति वर्ष बच्चे लु आफ्टर लङ टाइम अब यहाँ निवासलाई भेटाएको छु मैले हो। ठिकै छ होला निवास, कतिलाई त आइहाल्यो तपाईँ? अलमोस्ट भयो साल, हामी कति बात भेट्यो, निकै भयो नि है। म आएको 2 साल हुन आँट्यो, त्यति नै भयो है। अब उता दिनको हो नि, आमा निकै भयो। ल त्यो यो भिडियो निजन दाले पनि हेर्दै होला हो। निजन दा अब तपाईँलाई पनि भेट्नुहुन्छ छिटै, लाइक सब्सक्राइब गरिदिनु होला। साथीभाइहरूसँग पनि भेट भयो हो। अब चाहिँ अपार्टमेन्ट जाने, त्यहाँबाट सामान निकाल्ने। मैले सामान चाहिँ सब डेभिड साथीको अपार्टमेन्टमा राखिरहेको छु, त्यहाँबाट निकालेर चाहिँ अब अपार्टमेन्टतिर जाने। हुन्छ हुन्छ भाइ, भाइ पछाडिपट्टि छ। अब चाहिँ अल्बर्ट साथीको अपार्टमेन्टमा गएर सामान निकाल्ने, यहाँबाट चाहिँ होटलतर्फ लाग्नुपर्छ। होटल गएर चाहिँ त्यहाँदेखिको बेलुका बर्थडे सेलिब्रेसन हुन्छ हो। के हुन्छ तपाईँहरूलाई म देखाउँछु। खै साथीहरू भोक लागेर चाहिँ अब अहिले होटल किचनमा आएको छ, नेपाली पसलमा। ब्युटिफुल लेडीहरू आएर साथीहरू खानाको अर्डर त दियो हो, तर अब टाइम लाग्ने छ अर्डर चाहिँ। त्यही भएर चाहिँ साथी र म चाहिँ एकछिन बाहिर निस्केको छ मैले। अब साथी चाहिँ छुट्टी मनाएर आएको अनि हिँडेको हावा पुगिन हो। साथीले फेरि अर्डर बनिँदै गर्छ, त्यो दिन चाहिँ हामी चाहिँ एकछिन पर घुमेर आउने। के छ पोस्टमा अब हेर्नु पऱ्यो। म त यहाँ गोर्खा किचन खाली थिएछ है, यो चाहिँ गोर्खा किचन अलिक कम्ती रहेछ यहाँ मान्छे। गोर्खा किचन साथीहरू हेर्दै गरौँ मलाई है। स्टे ट्युन, के हुन्छ अपडेट गरिदिएको छु है। फाइनली बल्ल आधा घन्टा जस्तो बाद चाहिँ हाम्रो चटपटे कस्तो छ? पिरो छ। हाम्रो साथी पति आइपुग्यो।
प्रतीकको एन्ट्री भयो साथीको पर चाहिँ 4 जना छ हाम्रो यहाँनिर हामी अफसोस तर के होला अर्डर आइपुगेको छैन हाम्रो साथीहरू बल्ल आइपुग्यो म पनि आइपुगेँ बल्ल बल्ल बिस्तारै खाऊ बिस्तारै कस्तो रहेछ मिठो रहेछ मलाई चाहिँ के आयो केटाहरूको चारजनाले बडा खाँदैछ हो हाम्रो यहाँ मोमो आइपुग्यो खै मोमो कहाँ गयो आत्तो रहेछ आज मोमोको चाहिँ प्रसाद भइसक्यो मेरो हातमा त्यस्तो खास छैन है यो लाग्यो त्यस्तो खास छैन अब के छ आउनु पनि सकेन साथीहरु सबैजना आइपुग्यो हामी चाहिँ हो अब चाहिँ यहाँनिर हाम्रो लागि डेकोरेसन हुँदैछ अलमोस्ट भइसक्यो गोल्डन यता साइड साइडमा के त अलमोस्ट भइसक्यो डेकोरेसनहरु हो बहिनीले गर्दैछ यहाँनिर अनि हाम्रो यहाँनिर मासु खानाहरु पाक्दैछ यहाँ चाहिँ हो खै नानी फेस आजी खै कङ्गो हेरौँ सो मी योर फेस कहाँ हराइ छिटो न चाहिँ हाम्रो छोरी हो ठुलो छोरी अर्को सानो छोरी चाहिँ कुनै कता गयो मात्रै हुँदैछ डेकोरेसन चाहिँ त्यही त आएन ब्लुटुथै आएन
ब्लुटुथ छैन ओइ साथीहरु बर्थडेको अलमोस्ट सबै डेकोरेसन भइसक्यो हो मलाई म देखाउन जाँदैछु बर्थडेको चाहिँ हुन्छ यसो डेकोरेसन रेडी भइसकेको छ यहाँनिर आजको हाम्रो एक दिनको लागि दिदीले खाना बनाउनु हुँदैछ यहाँनिर हो पाक्दैछ यहाँनिर हाम्रो न्यू के अरे अहिलेको भर्खरको दुईजनाले चटपटे आएर खतरा बनाउँदैछन् यो चाहिँ फेरि उयो बनाउनुपर्छ है खाने पनि पस्ताउनु पर्छ नखाने पनि पस्ताउनु पर्छ के भयो भने दादा खोर्सानी भयो खुर्सानी चाहिन्छ ल्याएन खोर्सानी खुर्सानी अन्त उसिनेको आलु चाहिन्थ्यो आलु दानी हो आलुले आलु ल्याएको छैन हामीले उसिन्दा हुन्छ नि कहाँ ल्यायो आलु ठिकै छ दामी अब उतापट्टि जाउँ ल साथीहरु हाम्रो बर्थडे गर्लहरु के गर्छ अब उतापट्टि चाहिँ हाम्रो बर्थडे गर्लहरु पाक्यो भात दिने यहाँ चाहिँ हाम्रो दुईजना बर्थडे गर्लहरु छ हो दुईजनाको डल्ला रेडी हुँदैछ यहाँ चाहिँ हुनुहुन्छ हाम्रो आज दुईजना बर्थडे गर्लहरु आज अब के चाहिँ सोचेछौ तिमी बुढाकोबाट चाहिँ बुढाकोबाट खत्रै सरप्राइज आज न राम्रै दिन्छु तिमीलाई म रेडी हुँदै रहेछ दुईजना बर्थडे गर्लहरु ठिकै छ हाम्रो साथीहरु पनि आउनु आँटेको छ प्रतीक साथी र सासा दुईजनालाई पर्ख्यौँ है आउनुहोस् साथी तपाईँहरू पनि प्रतीक र सासा आउनुहोस् है लु हाम्रो रेडी भइसक्यो यहाँनिर सबै रेडी छ हामी इन्तजारमा छ लु अन्त हाम्रो गुम्बज्याङ पार्टीलाई पनि आउने हामी निमन्त्रणा दिन्छौँ हजुर खोर्सानी प्रतीक साथीहरु पनि आइपुग्नु परेछ हो ल दुईजना आइपुग्यो बेहुला र बेहुली आइपुग्यो बेहुला र बेहुली आइपुग्यो पुरानो भयो है नयाँ खै कता उता यता हस्पिटल हो ल हाम्रो घुम भन्छाङ टिम पनि आइसक्यो हो ढिलो भयो हजुर ओह्रालो जुम आफ्नै घर सम्झेर जाउँ न घुम भन्छाङ टिम यही हो नि हामी सधैँ हजुर एकछिन हाम्रो घुम भन्छाङ टिम एन्ट्री भयो ल बस्नु जहाँ बस्दा पनि हुन्छ सुत्दा पनि हुन्छ ल बस्नु साथीहरु अब चाहिँ बर्थडेको केक काट्नु आँटेको छ दुईजना हाम्रो बर्थडे गर्लहरु रेडी छ आउन लागि ए त्यो अन गर्यौ न त्यो ह्यापी बर्थडेको ल हाम्रो दुईजना बर्थडे गर्ल प्ले गर न भाइ कम लो आयो Happy
Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday त्यो मैले बोकिराख्छु अघि म यहाँ बलुन 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 हावा बत्तीको केक काट्न देख्छ अब ओके म काटा छोड्यो त्यो एक्सपायर भयो क्या है एकअर्कालाई खुवाइदेऊ यहाँ हाम्रो गुम्बाजाङ टिम एक्टिभ छ यसो यहाँ टेबलमा सब लो आज लास्टमा हिरो क्यान्ट्री लास्टमा हुन्छ हिरो त यो चाहिँ फोटो ल यतिखेर कहाँ यो भिडियो हुँदैछ फोटो खिचेछ यो टक्कै अनि
खिलाएको छैन अब लास्टमा हिरोको एन्ट्री लास्टमा हुन्छ हिरोको मतलब कलरको सरप्राइज छ उसलाई थाहै छैन त्यस्तो ठुलो त छैन हो तर अब नट ब्याड मेरो लास्टमा ढाका गयो मेरो होइन Thank you, buddy. Happy birthday. Thank you, Budalo. Kaya, look. Come on. Boleh besar kecil lagi. Oh, ni udah kau ikan lagi. Oh, pergi. Ini kan aku. Ready. Ini halan wes wes. Uno ya. Kalau sapla polar tu lagi. Yo, mitai kau pokla ba. Lu, Ranjati lu.
We were burning on the edges of the beautiful. मैले बक्लाबा मेकानिक चाहिँ कहाँ राखेर उहाँ रहेछ सकन आयो Thank you. Happy Don't you give up, nah, nah, nah. Don't give up, nah, nah, nah. Let me love you. Let me love you. Don't you give up. भयो यता हेर पहिला अझै एउटा ल अब यता लो फोटो सेसन लो अरु को छ भयो एकदम आयो सबै फ्रेममा लो रेडी यता भयो यी चपाउँदै प्रेस ready cheese yes perfect Rolling slow, yeah. The sun's sinking low. Hitting up the boulevard, see the palm trees glow. Caddy drop top, got the rims on shine. West Coast living where it's always fine. Barbecue grilling, got the smoke in the air. Neighbors pulling up, good vibes everywhere. Talk box singing, let the synthesizer play. Grooving
moving through the block like it's a Saturday. Slide, glide, take a ride. Oh, feel that sunshine, let the bass line flow. West Coast breeze got the vibe on lock. Cruising all day, no tick tick of the clock. Hit the beach, feet up in the sand. Wave to the ocean, yeah, it's part of the plan. Retro shades reflecting the sky. Out here vibing, making time stand by. Late night lights, city shining in gold. Story after story, all the legends were told. Cruisers hit the streets, hear the engines purr. Low riders dipping, making heads turn for sure. Slide, glide, take a ride. Oh, feel that sunshine, let the bass line flow. West Coast groove got the beat so sweet. Keep it rolling steady, feel the heat, feel the beat. अब बर्थडेको लास्ट इन्डिङतिर आइसकेको छ गुड मर्निङ गुड मर्निङ भयो आज चाहिँ स्याटरडेको दिन हिजोको दिन सक्यो बर्थडेको सेलिब्रेसन सक्यो र आज चाहिँ हामी ब्रेकफास्ट चाहिँ खत्रै छ हाम्रो चाहिँ बिहानको चिया तिम्रो त्यहाँ छ गुड मर्निङ सबैजनालाई गुड मर्निङ ल ब्रेकफास्ट चाहिँ खत्रै छ यहाँनिर सेलरोटी ल त्यहाँदेखि चाहिँ अब के हुन्छ है अब अपडेट गर्दै गरौँ होला खिर चाहिँ दामी बनाएको छ चाख्नु भयो कि त्यसै भन्नुहुँदैछ मनबाटै चाख्दैछ कि मैले खानाको पहिचान चाहिँ हेराइमा क्या पहिला आँखाले खान्छ नि त यसो आँखाले हेर्नुपर्छ कति गुड्छ त्यहाँदेखि चाहिँ मुखले टेस्ट गर्नुपर्छ मेरो आँखाले भनिसक्यो अब दामी छ भनेर कस्तो रहेछ खिर भाइ दामी सेलरोटी पनि दामी चाख्दिहाल्यौँ न होइन त्यो उयो हालेर खाइ उयो रहेछ नि त्यो के पो भन्छ नरिवल त्यसको टेस्ट आउँदा त झन् स्वर्गमा पुगेको डाइरेक्ट उसमा हाल्नु जिब्रोबाट घाँटीमा हाल्नु डाइरेक्ट यस्तो गर्नु हो म सिकाउँदैछु यस्तो गर्नु चिसो डेन्जर छैन खिर त चिसो मिठो हुन्छ नि ए
भन्नु त पर्छ अलिकति कपाल सबै क्रिम चिम लगाउनु पर्छ राम्रै बाबाजी जस्तै लाग्यो भाइ जस्तै लागिरहेको छु रिवाजको भाइमा देखाइदिनु रिमोट अब यो भिडियो तिमीलाई दिने एउटा सिलेटी बहिनी टेस्ट गर लु छेवाङ खिर टेस्ट गर खिरको अब फिडब्याक आउनु पर्यो नि मेरो पनि चुमा यहाँ मैले बनाएको छ पुरा मैदाको जस्तो हात पुरा मलाई चुल कोर्नु पर्थ्यो नि कस्तो भाइ जस्तो देख्दैछ मलाई केटा जस्तो देखिरहेको छ त अन्त केटी नै हो त तिमी भाइ जस्तो लु साथीहरू अब हाम्रो लन्च टाइम भइसक्यो के छ लन्चमा हाम्रो भाइ के खान्छ एकदम लन्च सुरु हुन आँटै हाम्रो चाहिँ अब लु बसौँ लु छेवाङ के गर्दैछ खै भयो ए त्यो दुनिया ल बहिनी बस खाना के छ त्यो पापड लु जाउँ खाना खाना लेट्स गो अरू को रह्यो हाम्रो दिदीहरू कहाँ जानुभयो हाम्रो दिदीहरू खै खाना खानु पेमु लु खाना खानु खाना खानु को छ यता लु खाना खानु लेट्स गो के तताउँदैछ यहाँ चाहिँ प्लेट बहिनी ल्याउ त धुए त अन्त पुरा छ कालो प्लेट धुँदैछ छेवाङले ज्यादा नगर परम छ पुरा छ 7-8वटा जस्तो देखेको पुग्छ 3टाले लु आऊ किन ए हिजो कस्तो भयो अन्त बर्थडेहरू राम्रो भयो बर्थडेहरू राम्रो भयो हिजो टाइम सुरु भयो हाम्रो पस्का निन्द्रामा रहेछ प्रतीक हामी 5 घण्टा सुतेर हेर अब चाहिँ लन्च सुरु भइसक्यो सबैजनाको बस के भयो के पस्यो झन्डै तली त लाग्यो यस्तो लागेको छैन के टेलिज्याक फ्यामिलीहरू फेरि टेलिज्याक फ्यामिलीहरू चाहिँ लन्च सुरु भइसक्यो है खानापिना पनि भयो अब चाहिँ हामी एकछिन बिच जाने बिचमा घुम्नु जाने साथीहरू अगाडि छ
पनि खेलिसक्यो मजा आयो अन्त खै निकाल्दै साथीहरू छुट्टी सक्यो अब चाहिँ सबैजना लु सबैजना अब निक्लिने आफ्नो आफ्नो रुमतर्फ लाग्ने छुट्टीहरू कस्तो भयो अन्त हामी रमाइलो नेक्स्ट अब छुट्टी है कहिले हुन्छ तपाईँहरूलाई छुट्टी कस्तो लाग्यो ल जाउँ है ल होइन बुढी जाउँ Under the boughs where the shadows play, the wind hums soft.